विजया दशमीको रूपमा समेत मानिने बडा दशैँको 5औं दिन भक्तपुरको बाराई स्थानमा अवस्थित शक्ति स्वरूपा देवी बाराई देवीको शक्तिपीठमा भव्य रूपमा नवरात्रि मेला लाग्ने गर्दछ। स्थानीय मङ्गलतीर्थमा स्नान गरी नवदुर्गा गणमध्येकी एक शक्ति स्वरूपा देवी बाराई देवीको पूजा अर्चना एवं दर्शन गर्ने प्रचलन रहेको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व रहेको नेपालीहरूको महान पर्व बडा दशैँको 5औं दिन शक्ति स्वरूपा देवी बाराहीको पूजा अर्चना एवं दर्शन गर्ने परम्परा रहिआएको छ। बिहान सबेरैदेखि स्थानीय भक्तजन एवं दर्शनार्थीहरू बाराई देवीको दर्शन गर्न नवरात्रि मेलामा सहभागी हुन्छन्। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभलमा हार्दिक स्वागत गर्दछौँ। अहिले हजुरहरू हेर्दै हुनुहुन्छ बडा दशैँको 5औं दिन भक्तपुरको बाराई देवीको शक्तिपीठमा लागेको नवरात्रि मेलाका केही दृश्यहरू। नेपालीहरूको महान चाड बडा दशैँको पावन अवसरमा सम्पूर्ण दर्शक, शुभचिन्तक तथा नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अहिले हजुरहरू हेर्दै हुनुहुन्छ
बडा दशैंको 5औं दिन भक्तपुरको बाराई देवीको शक्तिपीठमा लागेको नवरात्रि मेलाका केही दृश्यहरू। बिहान सबेरैदेखि स्थानीय भक्तजन एवं दर्शनार्थीहरू बाराई देवीको दर्शन गर्न नवरात्रि मेलामा सहभागी हुन्छन्। नवरात्रि मेलामा स्थानीय परम्परागत बाजागाजाहरू बाजा, बाँसुरी बाजा, धिमे बाजा आदि सहित उल्लेखनीय सङ्ख्यामा दर्शनार्थी तथा भक्तजनहरू सहभागी हुन्छन् र शक्ति स्वरूपा देवी बाराई देवीको पूजा अर्चना एवं दर्शन गर्न बाराई देवीको शक्तिपीठमा पुग्दछन्। नवरात्रि मेलामा स्थानीय बालकदेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता रहेको हुन्छ। दशैंलाई असत्यमाथि सत्यको विजय तथा अधर्ममाथि धर्मको विजयका प्रतीकका रूपमा मानिन्छ। दशैं पर्व नेपालको सबैभन्दा ठुलो र महत्त्वपूर्ण चाड हो। नेपालीहरूले बडा दशैंलाई विशेष श्रद्धा र उल्लासमय रूपमा मनाइन्छ। शक्ति स्वरूपा देवी दुर्गा भवानीको पूजा अर्चना गरी मनाइने दशैंको 5औं दिन आज भक्तपुरको बाराई देवीको शक्तिपीठमा विशेष एवं भव्य नवरात्रि मेला लाग्ने गर्दछ। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभलमा हार्दिक स्वागत गर्दछौँ। कृपया हाम्रो भिडियोलाई एक लाइक अवश्य दिनुहोला। साथै अहिलेसम्म हजुरहरूले हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरी हाम्रो हौसला बढाइदिनुहोला। अहिले हजुरहरू हेर्दै हुनुहुन्छ बडा दशैंको 5औं दिन भक्तपुरको बाराई देवीको शक्तिपीठमा लागेको नवरात्रि मेलाका केही दृश्यहरू।
आश्विन शुक्ल प्रतिपदादेखि 9 दिनसम्म भक्तपुरका 9 विभिन्न शक्तिपीठहरूमा उल्लासमय रूपमा नवरात्रि मेला लाग्ने गर्दछ। यस्तै क्रममा आज दशैंको 5औं दिन भक्तपुरको बाराई स्थानमा अवस्थित शक्ति स्वरूपा देवी बाराई देवीको शक्तिपीठमा भव्य एवं उल्लासमय रूपमा नवरात्रि मेला लाग्ने गर्दछ। बडा दशैंको 5औं दिन नवदुर्गा गणमध्येकी एक शक्ति स्वरूपा देवी बाराई देवी उत्पन्न हुने जनविश्वास रहेको छ। नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा सम्पूर्ण दर्शक, शुभचिन्तक तथा नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभलमा हार्दिक स्वागत गर्दछौँ। कृपया हाम्रो भिडियोलाई एक लाइक अवश्य दिनुहोला। साथै अहिलेसम्म हजुरहरूले हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरी हाम्रो हौसला बढाइदिनुहोला। अहिले हजुरहरू हेर्दै हुनुहुन्छ बडा दशैंको 5औं दिन भक्तपुरको बाराई देवीको शक्तिपीठमा लागेको नवरात्रि मेलाका केही दृश्यहरू। अन्य स्थानको भन्दा भक्तपुरको दशैं फरक एवं विशेष मानिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि 9 दिनसम्म भक्तपुरका 9 विभिन्न शक्तिपीठहरूमा उल्लासमय रूपमा नवरात्रि मेला लाग्ने गर्दछ। नवरात्रि मेला बिहान तथा साँझ गरी दिनमा 2 पटक एक शक्तिपीठमा लाग्ने गर्दछ।
यस्तै क्रममा आज दशैंको 5औं दिन भक्तपुरको बाराई स्थानमा अवस्थित शक्ति स्वरूपा देवी बाराई देवीको शक्तिपीठमा भव्य एवं उल्लासमय रूपमा नवरात्रि मेला लाग्ने गर्दछ। बडा दशैं हर्ष एवं उल्लास तथा असत्यमाथि सत्यको विजयको पर्व हो। दशैंलाई बडा दशैं, दशहरा, विजयादशमी, दुर्गा पूजा आदि नामले पनि चिनिन्छ। मुलुकका अन्य ठाउँमा मनाउने दशैंभन्दा भक्तपुरको दशैं फरक एवं विशेष हुने गर्दछ। बडा दशैंको क्रममा नवरात्रि मेला, कुचिपुही, नवदुर्गा जात्रा, खमे जात्रा, पायोन्याकेको जात्रा लगायत विशेष आकर्षणहरू हुने गर्दछन्। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभलमा हार्दिक स्वागत गर्दछौँ। अहिले हजुरहरू हेर्दै हुनुहुन्छ बडा दशैंको 5औं दिन भक्तपुरको बाराई देवीको शक्तिपीठमा लागेको नवरात्रि मेलाका केही दृश्यहरू।
नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा सम्पूर्ण दर्शक, शुभचिन्तक तथा नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अहिले हजुरहरू हेर्दै हुनुहुन्छ बडा दशैंको 5औं दिन भक्तपुरको बाराई देवीको शक्तिपीठमा लागेको नवरात्रि मेलाका केही दृश्यहरू। भिडियो हेरिदिनु भएकोमा आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। कृपया हाम्रो भिडियोलाई लाइक, कमेन्ट तथा सेयर गरिदिनु होला। साथै अहिलेसम्म हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरी